यो चाहिँ चाइनाको टेरिटोरीबाट आएको पारीबाट आएको र हामीसँग धेरै उताको इन्फर्मेसन हामीसँग आउँदैन पनि र जुन मितेरी पुल अथवा के अरे हाम्रो बोर्डरबाट उता पारी धेरै चाइनाको बस्ती भएको जस्तो पनि छैन। अहिले यहाँबाट माथि जाने अवस्था छैन र जुन हाम्रो यो बेत्रावतीबाट कसरी लिएर आउने त बेत्रावतीबाट ल्याउनको लागि उहाँहरूलाई सुरक्षित ठाउँमा राख्ने कोसिस गरिरहेको छ र सुरक्षित ठाउँ भने जुन खोलाको भन्दा माथिको बस्तीहरूमा चाहिँ राख्ने गरिरहेको छ। त्यहाँभन्दा 20 किलोमिटर अगाडि एउटा प्रहरी चाइनाको प्रहरी पोस्टसँग चाहिँ हाम्रो वाट्सएपमा चाहिँ सम्पर्क हुन्थ्यो त्यहाँको इन्चार्जको र सर हामी केही भयो भने खबर दिन्छौँ भनेर भन्थ्यो। उसको कुनै पनि खबर आएन भनेपछि उसले पनि कुनै इन्फर्मेसन पाएन भन्ने छ हामीलाई। गाडी आइरह माथिबाट माथि भाग्नुहोस् तपाईँहरू छिटो भागिहाल्नुहोस् भन्यो। घर केही छैन बस्नलाई बिहानदेखिको अब खान पा पनि छैन। एक बोतल पानी दिने मान्छे नि हुँदैन रहेछन्। विपद परे बेला यस अब यो पानी आइरह यो बस्नु भयो यसरी कडाएर यस्तो बिजोग भएर खुला आकाशको मुनि यसरी हामी छौँ। साना बच्चाहरू छन् बच्चाहरूलाई यतिकै छोडे यो विदुर नगरपालिका वडा नम्बर 1 यो ढुङ्गे बजार को अगाडिको दृश्य हो। यहाँभन्दा अगाडि कसैले पनि जान सकेको अवस्था छैन र केही समय अगाडि यहाँ डोजर लगाइएको थियो, डोजर पठाउने प्रयास गरिएको थियो र यो घरहरू जो बाँकी रहेका छन् त्यसमा कोही मान्छेहरू फसेका छन् कि अथवा तिनीहरूलाई उद्धार गर्न सकिन्छ कि भनेर डोजर पठाउने प्रयास गरिएको थियो। यद्यपि त्यो प्रयास पनि विफल भएको छ, पठाउन सकिएको अवस्था छैन र यही बाटो भएर रसुवा जाने गरिन्थ्यो। पहिला यहाँ अगाडि पुल पनि थियो, पुल बगेको भिडियो निकै सामाजिक सञ्जालमा भाइरल भएको छ भने अहिले हामी त्यही पुल बगेको छेउबाट बोलिरहेका छौँ। राइट सञ्चार देशको मुहार। भाग्नु भनेर चाहिँ भन्यो जानकारी आयो तपाईँलाई? सरहरूले तपाईँहरू फर्केर नजानुहोस् है, आफ्नो बच्चालाई सुरक्षित जानुहोस् भन्यो। अनि केही अगाडि त्यो यत्रो पुलिस प्रशासनको अगाडि भएको थियो कि हामी। दर्शकमान बाबु नमस्कार अनि हार्दिक स्वागत छ। म अर्जुन विष्ट। यति बेला हामी नुवाकोटमा छौँ। नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर 1 ढुङ्गे बजार स्थित पुगेका छौँ। यति बेला दृश्यमा तपाईँले देख्न सक्नुहुनेछ आज बिहानैदेखि यहाँ पनि धेरै संरचनाहरू तहस नहस बनाएको छ। संरचना मात्रै होइन, यहाँ धेरैको जीवनको क्षति पनि भएको छ। तर अहिलेसम्म कति मात्रामा कसको घर बगाएर को बेपत्ता हुनुभएको छ भन्ने यकिन तथ्याङ्क कसैसँग पनि छैन। अहिले हामी काठमाडौँबाट भर्खर मात्रै यहाँसम्म आइपुगेका छौँ। तपाईँले देख्न सक्नुहुनेछ यो विदुर नगरपालिका वडा नम्बर 1 यो ढुङ्गे बजार को अगाडिको दृश्य हो। यहाँभन्दा अगाडि कसैले पनि जान सकेको अवस्था छैन र केही समय अगाडि यहाँ डोजर लगाइएको थियो, डोजर पठाउने प्रयास गरिएको थियो र यो घरहरू जो बाँकी रहेका छन् त्यसमा कोही मान्छेहरू फसेका छन् कि अथवा तिनीहरूलाई उद्धार गर्न सकिन्छ कि भनेर डोजर पठाउने प्रयास गरिएको थियो। यद्यपि त्यो प्रयास पनि विफल भएको छ, पठाउन सकिएको अवस्था छैन र यही बाटो भएर रसुवा जाने गरिन्थ्यो। पहिला यहाँ अगाडि पुल पनि थियो,